मान्य सदस्य ध्रुवराज राई, समय 3 मिनेट। त्यसपछि मान्य मधुकुमार चौलागाई। सम्मानीय सभामुख महोदय, म आज किसानकै कुरा जो बाँदरसँग सम्बन्धित कुरालाई जनताहरूको कुरालाई यहाँ सदनमा उठाउन चाहन्छु। धेरै माननीयहरूले जिस्किँदै ख्याल ठट्टा गर्दै भन्नुभएको होइन, जनताको पीडा नै आवाजहरू बुलन्द भइरहेको छ। बाँदरलाई के गर्ने भन्ने विषयमा कम्तीमा छलफल हुनुपर्छ होला। कतिले यसलाई बचाउनु पर्छ, कतिले यसलाई मार्नुपर्छ, कतिले व्यवस्थापन गर्नुपर्छ। बाँदर आज जनताको महत्त्वपूर्ण शत्रु भएको छ। यसलाई कति मान्छेले होचाइरहेको भिडियोहरू आइरहेको छ। अझै मैले त बाँदरलाई मार्नुपर्छ भन्ने विषयमा के बोलेको थिएँ। गुडुडु बाँदरको चाहिँ यति धेरै बिझाइ गरेको भिडियोहरू आइरहेको छ। यो साँच्चै नै दर्दनाक भिडियोहरू आइरहेको छ। ल कति छलफल गर्नुपर्ने हो, बहस गर्नुपर्ने हो। सबै मानिसहरूलाई म अनुरोध गर्न चाहन्छु, जनता रुवाएर कुनै पनि आतङ्क मचाउने चिजलाई पाल्न सकिन्न। जनता रुवाएर कुनै पनि देश छोड्न बाध्य बनाउनेलाई हामी पाल्न सकिन्न। तपाईँलाई लाग्छ आज तपाईँ हामीले खाएको भत्ता पनि त्यो बाँदर गोठाला गर्दै हुर्काएको आमा बाउको छोरा छोरीहरूले विदेशबाट पठाइरहेको छ नि, उहाँहरूको पीडा हामीले भनिरहेका छौँ। सभामुख महोदय, यसको विषयमा छलफल हुनुपर्छ। यदि जनताको आवाजहरूलाई कसैले पनि दबाउन चाह्यो भने म अनुरोध गर्न चाहन्छु, एकचोटि सोच्नका लागि सबै मान्छेहरूलाई अनुरोध गर्न चाहन्छु, यो आवाजहरू चान्चुने आवाज होइन। जनताको बाँदरप्रतिको आक्रोशको आवाजहरू चान्चुने आवाज होइन। भुइँ मान्छेहरूको आवाज हो, जसलाई दमन गर्यो भने तपाईँप्रति भोलि आइलग्न सक्छ। हिजो कसैले कसैको घर जलायो होला, भोलि बाँदरले दुःख दिएको मान्छेहरू आएर तपाईँको घर कब्जा गर्न सक्छ। भन्नुको आशय यो होइन कि मान्छे आक्रोशित हुँदाखेरि के हुँदो रहेछ भन्ने कुराको मैले ख्याल मात्रै गराएको। यो सदनमा छलफल हुनुपर्छ, सरकारले यसलाई सिरियसली हेर्नुपर्छ। र आज जति हाँसी मजा उडाइरहेको छ, जति जनताहरूलाई हेपिएको छ, यो आवाजहरूलाई कदापि दमन नगर्नको लागि अनुरोध गर्न चाहन्छु। के गर्ने हो, 2-3वटा हिसाबबाट हिजोको प्र्याक्टिसहरू पनि छ। जतिखेरि जनताहरूलाई बन्दुक दिन्छ, अहिले सोखको लागि बन्दुक दिने होइन, आज सोखको लागि महँगा महँगा बन्दुकहरू पनि जनताले अथवा धेरै सोखिनहरूले ट्याक्स तिरेर बोकेको हामी भेट्छौँ, ट्याक्स तिरेर राखेको हामी भेट्छौँ। कुन मन्त्रालय अन्तर्गत हो जनतालाई बन्दुक दिनुपर्ने हो कि हामी छलफल गरौँ। बन्दुक दिनु भन्ने बित्तिकै यहाँले सबै मान्छेहरूले बुझ्दै कुरा फरक फरक हिसाबले बुझ्न सक्छ। तर हिजोको अभ्यासहरू हेर्दाखेरि मान्य सदस्य, समय सकियो।